कामतिर लाग्नुपर्छ मैले जोइ ल्याउने मान्छेको अनुहार गाइस यो अलि पिरो रहेछ मान्ने हेलो एन्ड नमस्ते गुड मर्निङ गाइज इट्स मी लक्ष्मी एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सो गाइज आज चाहिँ हामी जहिले खाएको यताउता डुलेको मात्रै कति भला बनाउँ भनेर आज हामी टक्टक्क लाएर धान काट्न आएका छौँ टेन्टेङ यो हामीले काट्ने धानको गोडा यो त्यो त्यो तीनवटा छन् हैन यो काटिसकेँ सो अहिले आउनु अलि ढिलो भयो तर आउन त म अघि नै आएको आधी गरो काटिसकेपछि मात्र भलक स्टार्ट गरेँ किन आउँदा आउँदै भलक के को सुरु गर्नु भनेर त्यसले पुरै हाम्रो धानभरि सब ढालेको छ होइन त्यही भएर काट्नु ढिला भइरहेको छ कि म त हामी अब सताउने मान्छे पनि थिएँ सेलहरूलाई सेलो मास खानु मिल्ला कि नै धान खाने सेललाई हामीले खाइदिँदा कसो मिल्यो कुरो बराबर होला कि होला न दिदी भइहाल्छ खाइदिए पनि हुन्छ केही फरक पर्दैन अहिले चाहिँ हाम्रो ब्रेक टाइम हो सो यहाँ बसिराख्नुमा फुपू म आधी गरोभन्दा धेरै काटिसक्यौँ होइन लास्टै काट्दा काट्दै धब हुने रहेछ कि काम गर्न त धबै हुने रहेछ वास्तवमा भन्दाखेरि सो के छैन माथि हाम्रो ल्याउने मान्छेहरूलाई भोक लागेर चोतो खाँदैछन् चोतो खाँदा चोतो कस्तो छ चोतो हेर्न अद्ध फाल्ला खाँदा क्यादा म धान काट्ने काम होइन त्यस्तो अप्ठ्यारो लागेन क्या फेरि हाम्रो पारी 3200को धान अप्ठ्यारो हुँदा किनकि धान धेरै हुँदा नि त गोरुको हुँदा क्या सामान यस्तरी मुठो लिन सक्दैन अँगाला बनाइ लिनुपर्छ यहाँको त त्यस्तो हुँदैन पलाटो त आइगयो बाबु खोइ किन हो त धानै फल्दैन रहेछ किन यहाँ म रोप्न त तारिक कयौँचोटि कयौँ गएको थिएँ धान काट्न कहिले गएको थिएँ नि यो मेरो फर्स्ट टाइम हो र अब मेरो पालो दिपी र म पालो पालो काटिरहेको छौँ यो गडामा किनभने चाहिँ हामी भिडियो पनि खिच्दैछौँ सो त्यसको लागि पालो पालो गरेर काट्नुपर्ने हुन्छ गाई त अब हाम्रो नास्ता टाइम हुँदैछ चौचौ आइसकेको छ चौचौ 2 4 6 ठ्याक्क 6 जना रहेछ यो तिनीहरूको भाले ती 2 जनाको भाग यो तमी 2 को भाग यो यसरी मेरो भाग दुई पानी यहाँ खाएला न तिमीलाई खुट्टा नै 2टा आयो गाइस मेरो 2टा काम छैन क्या केटा जोइले भने नि काम हुँदैन किन जोइ काम नमिलाउने चिज थाहा भयो नि ल्याउनु त भएन पुरै टिटो पनि फाल्न फाल्नु जोइ ल्याउने मान्छेको अनुहार गाइस यो जोइ ल्याउने अरे अन्त काम नबिया गाह्रो छ हौ तेल हालौँ न हालौँ खुर्सानी त हाल्ने है जियाले नि नकलर मात्र के नकलर दिन पर्छ नकलर बनाइ त नि त्यस्तो काटी त काम नभए ल सोनी पनि हाल्नु म यो त पानी हाली खाने भयो अब यसको भाग यहाँ छुटाइदिन्छु मैले नकलर तैँले तेरो भागो अघि खाए त भागो राम्रो भागो खाने हो कि नै अहिले एक खन्दै खाले एक प्याकेट
किन यी दुईको नदिए नि हुने त थियो। अब फेरि हामीले त्यस्तो गर्दैनौँ कि टक्क चाउचाउमा पानी हालेर तिनीहरू पानी माग्दैछ। ए मेरो चाउचाउ पाट काने रहेछ यार। बस बस हारा पानी सुइदो रह मजा आएन। बस बस पानी लो अहिले मैले लिन जाउँला पो तमी खाऊ पनि। पुपुक र मेरो भागको गडा यही हो होइन। यति काटिसक्यौँ अब बाँकी रह्यो टेन्टरेङ पारेर यहाँदेखि त्यहाँदेखि यहाँसम्म हो हामीहरूको। तिनीहरूको पालो माथि त्यही भाग लाग्यौँ त्यही छेउै छन्। कति बेला सकाउँछ हो तिमीहरू? हजुर तिनीहरू त्यही छन् लुगासुगा खोलेर हो तर हजुर नाटकमा त काम केही अद्दैनन्। यहाँदेखि तिनीहरूको गडो त्यहाँसम्म छ। उताबाट धिरी सर आउँदै हुनुहुन्छ पानी लिएर हामीहरूको लागि। अब म पनि खाँदैछु चोतो 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 फर्कालाई चोतो भन्दा अब त्यस्तै चोतो खाँदैछु। अलि पिरो रहेछ। पिरो छ गाई। कतिको बनायो हेर्दो के पुराने पर पुरो अंडा झन्डै पागल कहाँबाट आउँ के? ए यहाँ पाइटो रहेछ त। यति लो यार अहिले पनि यिनीहरूले। गाई चाहिँ हाम्रो सेकेन्ड नास्ता हुँदैछ बडी। जे पनि मिठो लाग्ने गडातिर त पेट नभरिन्जेलसम्म जे पनि मिठो लाग्छ। पेट भरेपछि त के मिठो लाग्दै लाग्दैन गाइस। बडी खाँदैछौँ। नाम के रे यसको? बडी 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 बडी। यसलाई गाउँतिर के भन्छन् त? गाउँै हो यो भन्ने। गाउँै र बडी भन्नु क्या नाइ के बडी भन्दैनन् सोइटा भन्छन्। सोइटा खाँदैछौँ हामी सोइटा। यतिसँग गाडी मैले यतै खानु पर्दैछ। काम चलिरहेछ धमाधम। मलाई त केही छैन एकदम धन्यवाद। यति लोइदिनु भयो धन्यवाद। मलाई पनि केही छैन मेरो यो काम सकियो म पास भएर गइसकेँ। विपिन दालाई के भन्नु मन छ? तपाईले के भन्नु मन छ? मेरो भन्न मन के छ मेरो मन त्यही त छ। कहिले डाबो कहिले ने फला त यस्तै छ यस्तै छ। धान काट्नु छ गाह्रो छ। गाह्रो छ गाह्रो त केही नै धान काटेर खानु छ परि रमाइलो छ। ठिक छ मेरो भन्ने यही छ। फाइनली गाज ट्रक बोलाएर अब हामी लोएर हजुर पनि माटो नै यो काइसियो कि काई नाइ माटो माटै नै ल लाग्यो। म त घरतिर ट्रक लाएर हामी त लोएर झ्याम्म लाएर आइसक्यौँ हामी। ट्रक लाएर यो छाती बोलाएर हिँडिरहेको छौँ हामी। आसिएन यसको भारी आँसु यस्तो त ट्रक लाएर हामी चाहिँ हिँडिरहेको सिडी एकचोटि ट्रक रेलिङबाट तल झर्नु लाग्यो है। हामी चाहिँ अहिले चाहिँ यसोमा जाने भन्ने भइरहेछ फोटोसोटो खिच्नलाई। अब के हुन्छ हेरौँ गएर। पेटमा किरा हो कि किच्चा के बाँचिरहेछ अरे सबैको। किराहरूलाई मार्ने दबाई खानु पर्यो पहिला त। भात ज्यामा 2 थाल खानिसकेपछि बाटो पनि राम्रो रहेछ है। यहाँ बाटो राम्रो छ।
यदि मात्रै अलिकति पहिरो आएर हो क्या लगाएर हामी घर पुगिसक्यौँ। अब एकछिनमा हात धोएर खाना खानु पर्ने हुन्छ। साथै मेरो खाना आइसक्यो दामी तरिकाले। अब मैले यस्तो मिठो भात खान्छु दामी मै। फाइनली अब चाहिँ म बजार जाँदैछु। आज बाइकमा जानुपर्ने भयो किनभने हुन्छ भने चाहिँ सामान लिनुपर्ने भयो, नत्र त म ल गाइस फाइनली अब त्यो देखिरहेको चाहिँ हाम्रो बजार हो। त्यो हाम्रो राम्रो बजार पुग्नै आँट्यौँ। हामी सामान लिनुको लागि दिदी भएर जाँदैछौँ। खाद्यमा राम्रो खाले तेल मिलाएर दिएको छ भनेर सुनेर आएको थियौँ हामी वास्तवमा, तर यहाँ तेल नरहेछ। त्यसैले हामी घरतिर फर्क्यौँ। अब नलगिकनै पसलदेखि लग्नु पर्ला 1 कार्टुन, नभए भने चाहिँ यहाँ छ भने चाहिँ 2-3 कार्टुन लग्ने भनेर आएको। सो भएन। आज दादाकोमा ग्लास चेन्ज गर्नको लागि नफुटेको ग्लास चेन्ज गर्दैछु। पैसा धेरै भयो। बजारदेखि अब घर पनि आइपुगेँ। सो अब लुगासुगा चेन्ज गर्छु। बजार गएर अलिअलि सामान किन्नुपर्ने सामानहरू किनियो, ल्याउनु पर्ने सामानहरू लिएर आइसकेँ म घर। अब लुगा चेन्ज गरेर फेरि कामतिर लाग्नुपर्छ मैले। भ्लग इन गर्नुभन्दा पहिला तारीको एक झलक देखाउँछ है गाइस। सो डेन टेन यो चाहिँ तारी बजार यतातिर सुनसान छ। सो यहाँनिर ग्यारेज भएर गाडीहरू रोकिरहेको छ। उता पनि फेरि सुनसानै छ। यतातिर टक्क लाएर गाउँ भइहाल्यो। आज के भयो कस्तो भयो तपाईँले हेरि नै हाल्नुभयो होला। लास्टसम्म हिँड्नु भएको छ भने सो लास्टसम्म हिँड्नु भएको छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु। सो गाइस यति भन्दै आजको लागि यति नै। बाई बाई।